नमस्ते स्वागत छ। नमस्ते सिस्टरलाई पनि, नमस्ते ब्लग सिस्टरलाई। हामी चाहिँ पोखरा आएको बहिनी आज पार्कमा घुम्दै हो। यताबाट जाने बाबा, अघि हामी निस्केको यताबाट हो। नमस्ते नमस्ते लोकनाथ सर, नमस्ते, हजुरलाई स्वागत छ। हामी हिँड्दैछौँ सर। आज पोखरा आइपुगेको अनि त्यही भएर यसो घुम्दै हो अहिले चाहिँ। हजुर थ्याङ्क यू, हजुरलाई धन्यवाद, आइदिनु भयो। थ्याङ्क यू मिलन भाइ। होइन भयो यता झ्याउँछ, ऊ त पुगिन्छ उहाँ। कहिले कहिले यही बाटो होला ठ्याक्कै हिँडिरहेकोमा त्यस्तो गर्दै आएको खन्चङ गर्दै। हामी चाहिँ लेक साइडमा हो अहिले। लेक साइडमा हो। किन चल्दैन तिमी वाक गर्छ? वकिङ वकिङ गर्ने हो। वकिङ वकिङ गर्ने हो। तिमी हेर्न वाक गर्यो भने म तिमीलाई नेपालको फ्ल्याग किनिदिन्छु नि। ड्याडी त वक वक गर्थ्यो त सानोमा त। यहाँ त पानी रे पानी, पानी कता हो? पानी छ विशाल, पानी छ, देऊ त पानी, देऊ त बाबुलाई। हल्ले छैन, हल्लेको छैन। फुपूकोमा आज त्यही खान पर्छ। Coming. वेट गर त वेट गर। बहुत जाँदैन जाँदैन यहाँ किन जाँदै। त्यसले त मलाई मुक्तिनाथमा पो बल्ल दामी गरिदिने हो क्या। आफूले सास फेर नमिल्ने बेला हल्लिदिन्छ क्या। अलगको भन्दैन क्या बाबु, र थाहा नै छैन क्या। 25 न ओके कति थियो हामी हुँदा? 18 थियो क्या। 22 आउनुभएको थियो, 3 जना आउनुभएको थियो। नमस्ते ब्लग मिलन भाइ। गरेको तिमीलाई नेक्स्ट टाइमबाट पार्ट ल्याउँदैन। तिनजना थियो, अहिले त छैन। हाइलाइट गर्नु पर्छ क्या। 5 मिनट आउँछ भनेर भाइ छ र हेर न, बत्ती हेरेर पारि हेर त झिलिमिली उता हेर बत्ती। ओइ हेर न।